हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि धेरै पछाडि मैले चाहिँ ब्लग बनाउँदैछु। अनि म चाहिँ धरानदेखि उर्लापारी जाँदैछु। किन जाँदैछु त हेर्नु होला। गाइज, अहिले चाहिँ 1:15 छ। मन्चा मिसको भोलि के हो मागेर लाग्छ। रातभरि काम लगाएर यहाँ भर अब सुत्न लागेको छौँ हामी। डर यस्तो घिन लाग्दो रहेछ। यहाँ दिदीबहिनी चाहिँ कुदै कुदै जाने सरी। मेरो अनुहार भने चाहिँ चोर चोर अम्बो तपाईँभन्दा गोरी देख्यो त म यहाँ अन्त। अघि भने फ्रन्ट क्यामेराले, अहिले भने ब्याक अन्त है ब्याक क्यामेराले। अब हामी हेर्नेछौँ मन्चा मिस। हाम्रो दुल्हन के कोटाउँदै हुनुहुन्छ यहाँ। मेरो स्टाफ चाहिँ कहाँ गयो यहाँ हेर्न सक्नुहुन्छ। यहाँ आँखा यस्तो बलिँदैछ। नयाँ दुल्हन यहाँनिर भाग्नुको लागि खोजे चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ। ओके गाइज, हामी भोलि भेट्नेछौँ। ओके हेलो। हामीले राति 1 बजे सुतेर उठेर यहाँ काम गरेर अहिले भने चाहिँ अन्तिम काम गर्दैछौँ हामी यहाँ मासु रोस्ट गर्ने। अनि आज चाहिँ मनिषा मिसको के राखेको छ हाम्रो मनिषा दिदीको भनिदिनुहोस्। इन्गेजमेन्ट छ साथीहरू। अनि त्यही भएर हामी चाहिँ यहाँ रेडी गर्दैछौँ। अनुहारको हालत हेर्नु न यस्तो भइरहेछ। त्यही पनि यहाँ बनाउनै पर्ने हुन्छ। यहाँ सानो बल्ने रहेछ ग्यास पनि, कहिले बनाइसक्ने हो होइन। आउने बेला भइसक्यो, हाम्रो नयाँ भेनाहरू आउने बेला भइसक्यो। के गर्नु अब यस्तै छ। हेर्दै जानु होला, हामी अरू पनि देखाउनेछौँ। भर्खर रेडी हुँदैछौँ होइन। हामी चाहिँ मन्चा मिसलाई उता पठाइदिइसक्यौँ। गफ गर्दै हुन्छ। हामी चाहिँ भर्खर रेडी हुँदैछौँ। नई उमंग नई खुशी महक साथीहरू, हामीले चाहिँ हेरिसक्यौँ है। रमाइलो भयो, यस्तो हुँदो रहेछ। मैले चाहिँ देखेको थिइनँ। अनि सरी, मैले बिचबिचमा भिडियो बनाउन पनि बिर्सिएछु र मैले मिनी ब्लग भनेको थिएँ। एकदमै लामो भयो, हेरिदिनु भयो, थ्याङ्क यू त्यसको लागि। अनि एकदमै इन्जोय गर्नुभयो भने आशा गर्दछु। धन्यवाद।